आज चाहिँ बालासनतिर जन्ती हाम्रो भाइले गाडी सिँगारेर पनि गयो। जन्ती जाने टाइम भयो र हाम्रो यो चाहिँ तामाङको दस्तुरमा अब जन्ती निकाल्ने टाइममा जाने टाइममा चाहिँ यो चाहिँ हाम्रो डम्फुरे मेमेहरूले दस्तुर गर्नुहुँदैछ। भनेको छु अब जन्तीको निक्लिन लाग्यो। अब हाम्रो खोइ मन्दिरमा गरिरहेछ। होइन यता जान त बेहुलीले चाहिँ अब हामी मन्दिरको यहाँनिर देवी मन्दिरको दर्शन गरिवरी चाहिँ निक्लिनेछौँ। अन्त जुत्ता खोल्नुपर्छ नि। उज्यालो आयो त अझै छेउमा आउनु। दर्शन गर दुईजनाले। हामी चाहिँ अब पुग्नु लाग्यौँ बालासनभित्र चाहिँ हामी पसिसकेका छौँ। अगाडि छ हाम्रो प्राय जन्ती बेहुला बेहुलीहरू चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ यहाँनिर दस्तुर गरेर बेहुला बेहुलीलाई चाहिँ बाटो रोकिरहेको छ। बेहुला बेहुलीलाई चाहिँ बाटो रोकेको। हाम्रो लामा बेहुलीहरू यहाँनिर चाहिँ उहाँहरूले चाहिँ बेहुलीलाई बाटो छेकेको बेहुला बेहुलीको। यतिको चाहिँ हुनु पर्यो। यतिको चाहिँ हुनु पर्यो नि त। मामाजी अन्त यता चाहिँ ठिकठाक हुनुहुन्छ एकदम। ल बाटो रोकेकोलाई चाहिँ यहाँनिर सगुनहरू गरेर अब बेहुला बेहुलीले चाहिँ सगुनहरू चढाउँछ। ताली मार्न। बाटो रोक्नेहरूलाई चाहिँ उहाँहरूले सगुन गर्नुहुँदैछ। ल हाम्रो जन्तीलाई आदेश दिनु सकेको छ, आदेश दिइसकेको छ कि अब चाहिँ हामी जन्ती लिएर बेहुला बेहुली लिएर जानुपर्छ। यताबाट जानुपर्छ। अहिले अहिले नखोल, परानिर खोल, पुग्ने बेलामा खोल्नु। लु जाउँ, लु जाउँ जाउँ जाउँ।
हाम्रो चाहिँ जन्ती पार्टीहरू एकदमै राम्रो हल्का एकदमै हुन्छ भने नि मैले आज न लोखण्डहरू कहाँ पछाडि हिँडेको लो लोखण्डा जानु पर्यो लोखण्डा चाहिँ हो त भात खौरे भन्छ के गर्नु एउटै चाहिँ अब जतिलाई पर्सिने टाइममा पर्साउनुपर्छ यो चाहिँ जतिलाई चाहिँ अब बेला बेला पर्साउने टाइम हाम्रो चाहिँ यता बेहुलीको चाहिँ भेना बेहुलीको चाहिँ आगो अब यहाँनिर चाहिँ भतेरको रहेछ है अब कतिवटा ठाउँमा चाहिँ भतेरहरू हराएर गइसकेको छ तर पनि यहाँनिर चाहिँ बालासनमा चाहिँ एकदमै आफ्नो रीतिरिवाज चाहिँ चलिरहेको रहेछ यहाँ चाहिँ कहिले हाम्रोतिर चाहिँ अब हराएर गयो प्रायः जस्तो कतिवटा ठाउँमा हराएर गएको छ है भतियारहरू है यहाँनिर चाहिँ एकदमै भतियारहरू पनि लाग्दो रहेछ रीतिरिवाजलाई चाहिँ एकदमै राम्रोसँगले मनाउँदो रहेछ अहिले पनि बालासनमा चाहिँ है एकदमै राम्रो प्रकारले जो जो बसिहाल्यो जो जो खानामा
यहाँ जोसो बस्नुभएको रहेछ है राम्रो दिन बाद हो दिन बाद होइन जोसो बहुत वर्ष बाद वर्ष बाद चाहिँ आज हामी सानो हुँदा खाएको भत्यार है आज फेरि यहाँ हामी भत्यारमा बसिरहेको छु भत्यारमा बालासनमा आएको छु बिहामा दिक्षेनको बिहा छोराको बिहामा चाहिँ यहाँ भत्यार पाउँदछ भत्यार सानो हुँदाखेरि चाहिँ हामीले टपरीमा खाएको अब जमाना अनुसार चाहिँ अब सिस्टम बदलिन्छ अलिकति कतिवटा कुरोहरू बदलिन्छ है जो समय अनुसार परिवर्तन हुन्छ आपा हुन्छ हुन्छ भने तर पनि खुसी लाग्यो एकदमै हाम्रो रीतिरिवाजहरू अनुसारको चाहिँ यहाँ चल्दो रहेछ भत्यार है एकदमै मजा लाग्यो खुसी लाग्यो जो हाम्रो बेहुला बेहुलीको चाहिँ अब टिका टालोको टाइम हुँदैछ अनि टिका टालोहरू भइरहेछ हामी चाहिँ अब बिदावरी लिँदैछु हो अब यहाँबाट चाहिँ हाम्रो सबै भइसक्यो अब हामी चाहिँ बिदावरी लिँदैछु अब हाम्रो चाहिँ बिदाको टाइम सबै अब हाम्रो चाहिँ बिदावरीको टाइम भयो अलिकति दुईटा होला भन्न सक्छु एउटा बियर पनि हाल्दियो भने दुईटा हुनुपर्छ तिम्रो सम्पत्ति अब चाहिँ हाम्रो बिदाको टाइम भयो बिदावरी है अब हामी यहाँबाट चाहिँ निक्लिँदैछौँ हाम्रो बेहुला बेहुली चाहिँ अब हामी चाहिँ अब फर्केर पनि बेहुलाको घर आइपुगिसकेको छौँ र अब तलबाट बिदावरी भएर आइसकेपछि चाहिँ अब हामी बेहुलाको घरमा फेरि आइपुगिसकेको छौँ रात पनि धेरै पर्यो जाँदाखेरि पनि हामी दस्तुरको साथमा गएको थियौँ अनि आउँदाखेरि पनि हामीले एकदमै तामाङको पुरा दस्तुरको साथमा बेहुला र बेहुलीलाई चाहिँ हामीले अब घरसम्म ल्याइसकेको छौँ हाम्रो लमिज्यूहरू बेहुलाको निधार झर्यो लमी नर्भस खै लमी रोम्नु पर्यो जिम हुन्छ भनेर गरे यहाँ त हामी चाहिँ छैन एकदमै भव्य रूपमा अब उहाँहरूलाई चाहिँ फेरि पनि हाम्रो बेहुला अनि बेहुलीलाई चाहिँ भव्य रूपमा उहाँ चाहिँ बेहुलाको आखे बेहुलाको भाइ बेहुलाको हाम्रो आमा बेहुलाको यता चाहिँ बेहुलाको आप्पा लामा मेमी एकदमै भव्य रूपमा हाम्रो बेहुला बेहुलीको अब घर फर्किएपछि चाहिँ जितेर आएको यो चाहिँ जितेर खोइ पटेका खोइ जितेर जितेर आयो जितेर आएपछि त लाउनु पर्यो नि त एकदमै लु अब घरभित्र पस्यो जित्यो शाबास
एकदम